राधे भन्दै म आज सामु आएको छु हजुरहरूको बिचमा। अनि म के भन्न आँटेको छु भने आज चाहिँ मलाई धेरै कुरा लिएर मलाई आज रिस उठेको छ हो। मलाई किन रिस उठेको भन्दाखेरि मलाई बहुतजना मान्छेहरूले यस्तो खसालेर भन्छन् कि अनि आज चाहिँ यो कुरा छोड्नु पर्यो फेसबुकमा भनेर चाहिँ अनि मैले छोडिदिएको हो। अब के कुरा भन्नुहुन्छ भने हामी गरिब मान्छे छौँ, हामी गरिब छौँ होइन। अनि अरू चाहिँ के धनी मात्रै हिँड्नु हुने अरे, अनि गरिबले चाहिँ हिँड्नै नहुने, पैसा छैन भन्दाखेरि हिँड्नै नहुने, यस्तो के पाराहरू भन्नु त। मेरो सबै गोर्खाका दाजुभाइ दिदीबहिनीहरूलाई आमा बुबाहरू जति पनि हुनुहुन्छ हाम्रा गोर्खाका म सबैजनालाई सोध्दैछु कि धनीले मात्रै हिँड्नुहुन्छ कि गरिबले चाहिँ हिँड्नै हुँदैन कि के हो कसो हो, यो कुरा मलाई आज कमेन्टमा छलफल गरिदिनु होला। किनभने म पैसा छैन भने पनि मलाई, किनकि मलाई अरूको जस्तो फुर्सद भएर पनि फुर्सद छैन, म जान्न भन्ने खालको मान्छे होइन के म चाहिँ कस्तो मान्छे हो भने काहीँ मिटिङ भयो, त्यहाँ अमुक जग्गामा मिटिङ छ अरे, त्यहाँ जानुपर्ने अरे, आज गोर्खाको मिटिङ अरे, कता यो नारी विकासको मिटिङ अरे, त्यहाँ जानुपर्छ अरे भनिसक्दाखेरि चाहिँ सुनिसक्दाखेरि चाहिँ हिँड्ने मान्छे म हो। साँच्चै भन्नुभयो म डाइरेक्ट मेरो गाउँको नाम भनिदिन्छु, अमलाइगुडीको गाउँको मान्छे हो म। हामीहरूको नारी विकासमा म पनि हिँड्छु मिटिङमा। अरू यो सबैभन्दा पहिला चाहिँ अघि सर्ने र त्यहाँ जाउँ यसो गरौँ उसो गरौँ भन्ने मान्छे मै हो। तर किन होला म चाहिँ हिँड्नै नहुने कारण के हो? उहाँ उपरखुट्टीमा पुराण लाग्यो, म गएँ, त्यहाँ जाँदा पनि मान्छेलाई आरिसै लाग्यो। बिहिबारे चोकमा पुराण लाग्यो, त्यहाँ पनि गएँ। हाम्रो गाउँको साथीहरू सबैजना जाँदा आफूलाई पनि त जान मन लाग्छ, यस्तो भगवान्को कथा सुन्न मन लाग्छ, अलिकति दुःख पीडाहरू अलिकति माने यो समाप्त हुन्छ भन्ने खालको सुनेर अलि टेन्सनहरू पनि हराउँछ। त्यस्तो सुन्दाखेरि त्यसै पनि मान्छेहरूले भन्छन् मान्छेलाई धेरै टेन्सन पिर परेको औषधि के हो भन्दाखेरि मान्छेले भन्न सक्दैनन्। के हो त्यसको औषधि? तपाईँहरू सक्नुहुन्छ भन्न? जसलाई बेसी टेन्सन भइरहेको छ, पिर परेको छ, जतिखेरै त्यो टोलाउँछ, जतिखेरै त्यो खान बिर्सिन्छ वा केही गर्न बिर्सिन्छ भने र जतिखेरै झोक्रेर टेन्सन लिएर बसिरहेको छ भने त्यसको औषधि चाहिँ के हो भनेर म तपाईँहरूलाई सोध्दैछु। यदि तपाईँहरूले भन्न सक्नुहुन्न भने म भन्छु त्यसको औषधि के हो। बुझ्नुभयो नि? म भन्छु त्यसको औषधि नै सक्नुहुन्छ, जति सक्नुहुन्छ, जति इच्छा गर्नुहुन्छ भने मैले भनेको जति मान्नुभयो भने यो कुरा सत्य हो कि म लेखेर दिन्छु तपाईँहरूलाई। बुझ्नुभयो नि? यसको औषधि कुनै डक्टरको दबाई होइन, कुनै कविराजी आयुर्वेदिकको दबाई होइन। यो टेन्सनलाई दूर गर्ने चाहिँ दबाई के हो भन्दाखेरि चाहिँ गीता, भगवत पुराण र अरू शिव महापुराण, श्रीकृष्ण पुराण, यस्ता पुराणहरू चाहिँ सुन्नको लागि चाहिँ धेरै मन लिनुपर्छ अनि ध्यान लिएर बस्नुपर्छ, ती कथाहरू सुन्नुपर्छ। अनि त्यो कथा सुन्दा सुन्दै अनिखेर टेन्सनहरू दूर हुन्छ। बुझ्नुभयो नि? आज कहाँ हुन्छ त्यहाँ जानु पर्यो, सुन्नु पर्यो, भोलि कहाँ हुन्छ त्यहाँ जानु पर्यो, सुन्नु पर्यो, अनिखेर टेन्सन सबै दूर हुन्छ। र आज मैले भनेका कुराहरू तपाईँहरूलाई कस्तो लाग्छ मलाई कमेन्टमा भनिदिनु होला। र मलाई धेरै दिल दुखेको छ। अस्ति उहाँ बिहिबारे चोक जाँदा पनि मलाई मान्छेले आरिसै गरे, होइन पैसा छैन भन्छ के हो त अनिखेर डुलेको डुलै गर्छिस्, हिँड्न खाँचो भएको छैन, पैसा छैन भन्न छोडेको छैन, हिँड्न पनि खाँचो हुँदैन, के हो पारा यस्तो भन्ने मान्छे मेरै गाउँमा छन्। खसालेर बोल्छन् मलाई कि मैले हिँड्नै नहुने, पैसा छैन भन्दाखेरि चाहिँ जानै नहुने, कि पैसा छ मेरो खल्तीमा यति पैसा छ, मेरो बाक्सामा टन्न पैसा छ, पसमा पुरा भर्ती पैसा छ भनेर चाहिँ त्यस्तो खालको पैसा हुने मान्छे मात्रै हिँड्न पाउँछ, त्यसले मात्रै हिँड्नुपर्ने हो। पैसा नहुनेले चाहिँ हिँड्न पाउँदैन? ऋणधार गरेर हुन्छ कि कसरी हुन्छ कि कुनै साथीभाइहरूसँग धार चापटहरू लिएर हुन्छ कि त्यो गरिबलाई पनि त हिँड्न मन लाग्छ, गरिबलाई पनि त भगवत पुराणहरू कथा पुराणहरू सुन्न मन लाग्छ।
गरिबलाई पनि त मन्दिर जान मन लाग्छ कि गरिबको मन्दिरै होइन, गरिबको चाहिँ भगवत पुराणहरू होइन, धनीको मात्रै हो। लु मलाई आज यसको जवाब दिनु। मलाई यति रिस उठेको छ, यति रिस उठेको छ। हिजो मेरो गाउँको एकजना मान्छेले आएर, म नाम भन्दिनँ, मेरै गाउँको मान्छेले, म नौगाउँको महामृत्युञ्जय मन्दिरमा गएर आउँदाखेरि यहाँ मेरो बहिनीले, म सिधा भनिदिन्छु कि कुरो लुकाउँदिनँ, मेरो बहिनीले तेल पैँचो लगाएकी थिए। अनि मैले भने मलाई भोलि त के भन्छ शनिबार एकादशी छ, मेरो व्रत हो, मेरो पैसा छैन ल्याउने, त्यो तेल ल्याइदिए है मलाई भनेर मैले बहिनीलाई भन्दाखेरि ती मान्छेले चट्ट सुने होइन। सुनेर मलाई एक्कासी के भने, पैसा छैन भनेर भन्छौ, चारपट्टि कुद्न पैसा हुन्छ, घरमा कहिले पैसा छैन भनेर भन्छौ। लु भयो त अब हेर्नु त, म कहाँ गएँ भन्दाखेरि, कहाँ गएँ म भनेर मैले प्रश्न गर्दाखेरि त महामृत्युञ्जय त्यो मन्दिर चाहिँ किन जानु पैसा नहुने मान्छेले। अरे मलाई लु हेर्नु त कुरो कहाँ पुग्यो। मन्दिर गएर दर्शन गरेर म घरमा आइपुगेपछि आज मलाई यो खालको प्रश्न गर्ने मान्छेलाई कहिले भलो हुन्छ? लु भन्नु, भलो हुन्छ हो? कस्तो खालको गर्नु पर्थ्यो भने कुरा भने चाहिँ, जब त काहीँ पुराण लाग्दैछ, कोही मन्दिर जाने हुँदैछ, आफूलाई पनि जान मन लागेको छ, म पनि त्यहाँ जाउँ भनेको थियो, साथीभाइहरू सबै जाने अरे, मलाई पनि जान त मन थियो, अब पैसै छैन भनेर चाहिँ मैले यो खालको कुरा गर्थेँ भने चाहिँ त्यतिखेर उनले, त्यो मान्छेले मलाई भन्न सक्नुहुन्थ्यो कि अब पैसै छैन भने चाहिँ किन जानु त, पैसा छैन भने नजाऊ, भोलि पर्सि जब पैसा हुन्छ त्यतिखेर सुविधा मिल्यो भने त्यतिखेर जानु, अहिले अब हुँदैन त नजाऊ, फेरि पनि त आउँछ नि त्यो हिँड्ने डुल्ने समय हो। यस्तो कुराले मलाई बुझाउँथे भने नि मलाई रिस उठ्ने थिएन, बुझ्नुभयो नि। यस्ता कुराले मान्छेलाई बुझाउने तरिका यो खालको हो। जब त म मन्दिर पुगेर आइसके पछाडि म मन्दिर गएको कुरा निकाल्छन्, मलाई रिस उठ्छ भने, पुराण सुन्न जाँदाखेरि रिस उठ्छ, कहीँ घुम्न गएँ भने रिस उठ्छ होइन। किन यति खेदो पाइलो गरेको मेरो चाहिँ, किन यति खेदो पाइलो गरिदिएको, मैले चाहिँ कसको के पिँडालु बारी फाँडिदिएको छ, कसको के बिगारिदिएको छ। अनि मलाई त रिस उठेर मैले यो यहाँ मलाई त बस्नै मन लाग्न छोडो, अब त हिँडेको डुलेको पनि आरिस गर्छन्, माटो साटो बेचेर हिँडिदिनु जस्तो लाग्न थाल्यो मलाई त। भन्दाखेरि आफू भलो भए जगतै भलो अरे। लु हेर्नु त, आफू भलो भए जगतै भलो अरे। मैले के बिगारेको छु? आजसम्म मेरो समाजमा मिलेर बसेको छु, मेरो दाजुभाइ मेरा दिदी बहिनीहरूसँग सबैसँग मिलेरै बसेको छु, आजसम्म कसैसँग जुधेको छैन, झगडा गरेको छैन, कसैसँग न्यु खोजेको छैन, सबैको अगाडि हाँसेर हिँडेको छु, कसैको अगाडि मैले मुख फुलाएर कालो बनाएर हिँडेको छुइनँ। अनिखेर मलाई चाहिँ के, मैले के चाहिँ बिगारेको छु र अनिखेर आफू भलो भए जगतै भलो अरे। त्यो कुरो त मलाई पनि त थाहा छ नि त। उनीहरू चाहिँ भन्नेहरू चाहिँ कति चाहिँ जगत के अरे के भन्छ यो, आफू चाहिँ धेरै भलो भएर होला गाउँ गाउँमा दुनियाँ झगडा गर्दै हिँड्छन्, दुनियाँ सुनेका छन् धेरै बाहनाहरू, यस्ता झगडा सगडा दुनियाँ हजार थोक सुनेको छ आफूले चाहिँ। अनि मलाई चाहिँ भन्ने अरे। अब मलाई यो कुराको लागि तपाईँहरूले कमेन्टमा भनिदिनु, मैले गलत बोलेँ कि सही बोलेँ। अनि तपाईँहरूलाई मनपर्छ भने लाइक कमेन्ट गरिदिनु, त्यो कमेन्ट चाहिँ जरुर गरिदिनु पर्छ, र तपाईँहरूलाई मन पर्यो भने सेयर पनि गरिदिनु होला, किनभने यो खतरा कुरो हो कि गरिब मान्छे चाहिँ हिँड्नु डुल्नु हुन्छ कि हुँदैन, गरिब मान्छेले मन्दिर जानुहुन्छ कि हुँदैन, गरिब मान्छेले पुराण कथाहरू सुन्नुहुन्छ कि हुँदैन, पैसा हुनेले मात्रै जान पाउँछ कि पैसा नहुनेले पनि जान पाउँछ कि पाउँदैन, यो कुराको जवाब मलाई चाहिन्छ। मलाई कमेन्टमा लेखिदिनु होला। आजको मेरो भनाइ यति नै हो। अहिले तपाईँको यहाँ के भइरह भने गुड आफ्टरनुन भइसक्यो हो। अब म हाल्दैछु, तपाईँहरूले मलाई लगे तुरुन्तै मलाई मेसेजमा नभए पनि कमेन्ट चाहिँ गरिदिनु पर्छ र मेरो भिडियोलाई सेयर गरिदिनु पर्छ। यदि तपाईँहरूको गोर्खाको चेली हो, म गोर्खाको चेली हो, म जहाँ पनि त्यस्तो केही पर्यो भने मैले इच्छा गरेँ भने म लड्न सक्छु। मेरो त्यति हिम्मत, मेरो त्यति क्षमता म राख्छु। म किनभने पछि हट्ने मान्छे होइन, हरेक कुरामा हरेक क्षेत्रमा म अघि बढ्न चाहन्छु म, बुझ्नुभयो। त्यसैले गर्दा म भन्छु, किनभने म गल्ती पनि गर्दिनँ, कसैसँग डराउँदिनँ पनि, म त्यस्तो मान्छे हो म
र म हुन सक्छु, म गरिब छु, मेरो घर अवस्था यस्तो छ देखिहाल्नुभयो। मेरो घरमा हुनसक्छ पैसाको अभाव छ, हुनसक्छ मेरो घर कमजोरी छ, म सबै थोकमा कमी छु, तर म हिम्मत र साहसमा कमी छुइनँ, बुझ्नुभयो नि। र आजको भिडियो यति नै हो मैले भन्न खोजेको। र मेरो भिडियोलाई चाहिँ धेरैभन्दा धेरै माया गरिदिनु भन्ने आशा राखेको छु। मेरो गोर्खाको दाजुभाइ र मेरो दिदी बहिनीहरू, मेरा नारी विकासहरू जतिजना हुनुहुन्छ मेरो उसमा फ्रेन्डमा हुनुभएको सबलाई भन्दैछु, मेरो भिडियोलाई पुरा सेयर गरिदिनु अनि कमेन्ट गरिदिनु र कमेन्टमा भनिदिनु मैले गल्ती बोलेँ कि सही बोलेँ त्यसको जवाब दिनु है भन्दै म आज सबैजनालाई बाई बाई र नमस्कार गर्दै मैले आज भिडियो सिद्धान्त गरेको छु है त। बाई, राखेको ल। हाँसिदिउँ न एकखेप, यत्रो बेर रिसाएर बोलेँ, अब हाँसिदिउँ है ल त।